ल फेरि पनि अर्को भिडियोमा चाहिँ तपाईलाई धेरै धेरै स्वागत छ है। आज चाहिँ हामी यहाँ देहरादुन देवभूमिमा रहेको यो टपकेश्वर महादेवको मन्दिर जहाँ गढी क्यानमा अवस्थित छ यो मन्दिरमा चाहिँ हामी दर्शनको लागि आएको छौँ है। आज नयाँ साल पनि भयो अनि त्यसपछि सोमबार परेको हुँदाखेरि अलि भिड बढेको छ। हामी चाहिँ सरस्वती मन्दिरको झलकहरू हेरेर चाहिँ फर्किने छौँ है। यहाँ चाहिँ मन्दिर छिर्दा बित्तिकै चाहिँ यस्तो मजाको सिडी झरेर चाहिँ तल जानु पर्दो रहेछ है महादेव मन्दिरमा जानको लागि। ल हाम्रो बुढीहरू बहिनीहरूको चाहिँ आज 2-3 दिन भयो घुमाइ चाहिँ दह्रो भएको छ है। हाम्रो राजेन्द्र ब्रो अनि हाम्रो भवानी बहिनी अनि यता प्रकाश है। त्यसपछि एउटा सैन बाबु कसैसँग मान्दैन यो सैन बाबु है। प्रसादहरूको दुकान यो चाहिँ हाम्रो मेन मन्दिर। यहाँ चाहिँ अब जुत्ताहरू काटेर जानु पर्दो रहेछ है। अब हामी जुत्ताहरू निकाल्छौँ अनि त्यसपछि मन्दिरको दर्शन गर्न जान्छौँ। टपकेश्वर महादेव मन्दिरको चाहिँ दर्शन भयो। हामी अब बिस्तारै अब फर्किनु पर्छ।